नमस्ते, म बनाउँदैछु आलुको पकौडा। आलुलाई मैले तासेर मसिनो बनाएँ रेडी गरेर राखेको थिएँ अघि नै। अनि त्यसपछि कढीपत्ता हालेँ, प्याज हालेँ, लसुन हालेँ 2-4। अनि त्यसपछि बेसन हालेँ। बेसन हालेपछि मुसेपछि यता बसालेको छु कराही। अनि त्यसपछि सानो डल्ला बनाएर अघि नै राखिराखेँ। अनि त्यसपछि तेलमा तार्ने हो। तर बहुत मिठो हुन्छ। मैले पनि खाएको थिइनँ, फर्स्टचोटि बनाउँदैछु। कस्तो लाग्छ हेरेर तपाईँहरू पनि बनाएर खानुहोला। कमेन्ट गर्नु, सेयर गर्नु। मेरो आजको रेसिपी